सबैजनालाई आज चाहिँ हाम्रो केरल हो सन्डे हो चर्च पछाडि हामी अब केरल जान आँटेको तपाईहरुलाई भ्लगमा देखाउनेछौँ के हुन्छ कस्तो हुन्छ सो इन्जॉय हामी एकछिन पर्खिनु पर्छ ल She's right there. Pastor Ba, आज क्यारलको प्रोग्राम के छ भनिदिनुस् यो चाहिँ भ्लग आज पहिलोचोटि बिएनसी गइरहेको छ अनि यो चाहिँ हाम्रै घरबाट फर्स्ट है धेरै धन्यवाद तपाईहरु आउनुभयो अनि आज साँच्चै परमेश्वरले आफ्नो पुत्र यस संसारमा पठाउनु भएको उत्सव मनाउन गइरहेको छौँ जतिजनाले हेर्दै हुनुहुन्छ साँच्चै प्रभु येशू चाहिँ उद्धारकर्ता र मुक्तिदाता हुनुहुन्छ उहाँले बाटो सत्य गर्नुहुन्छ थ्याङ्क यू तपाईँ पनि के भन्नुहुन्छ आजको क्यारल अलिक बेसरी बोलिदिनु ल हुन्छ ल 2025 को क्रिसमस क्यारलको लागि चाहिँ आज हामी आदरणीय पास्टर भाउ हेम प्रधानज्यूकोमा यो 25 को पहिलो दिन चर्च सेवापछि क्रिसमस क्यारलको लागि आएको छु अनि त्यसको एउटै उद्देश्य चाहिँ के हो भने येशू जन्मनु भयो मरिनु भयो गाडिनु भयो र बौरी उठ्नु भयो उहाँ बौरी उठ्नु भएको कारणले गर्दाखेरि जिउँदो येशू हुनुहुन्छ र उहाँको जन्मोत्सव मनाउन क्रिसमस क्यारलको लागि हामी यहाँ आएका छौँ अब कन्टिन्यू एभ्री विक हामी सन्डे इबिएनसी चर्चले चाहिँ विभिन्न ठाउँहरूमा जाने क्यारल गर्ने रमाइलो गर्ने नाच्ने गाउने प्रभुले महिमा दिने आमेन धन्यवाद दिनुस् न ल अलिक लाउड हजुर एकदमै एक्साइटेड यीशु क्रिस्टको जन्म उत्सव मनाउनको लागि हामी यसरी क्यारल खेल्दै घरमा हामी हिँड्ने सुरुवात गरेको छौँ अनि पहिलो दिन चाहिँ हाम्रो घरमा परेको छ अनि यो घर नै एकदमै उज्यालो भएको जस्तो लागेको छ मण्डली परिवार आएर अनि साथसाथै हाम्रो जवानहरू नानीहरू देख्दै गर्दाखेरि हामी रियली एक्साइटेड अनि हामी गाउनेछौँ नाच्नेछौँ अनि सबैबाट चाहिँ परमेश्वरकै महिमा हुनुहुन्छ धन्यवाद Thank you for everything, Father. Father, we pray today as we thank you for bringing us all over here today, and we really thank you for the start of our festival over here, for our carol singing festivities. Father, we just pray that we'll have a wonderful day today, or evening, Father, with all our church family. Sabai church मण्डलीहरुसँग हामी अनि मिलिजुलिकन तपाईको गाना गाउन पाऊँ, भजन गाउन पाऊँ, तपाईको गुण गाउन पाऊँ र तपाईलाई प्रेज गर्न because you are worthy of our praise, Lord. धन्यवाद दिन चाहन्छु सबै थोकको लागि यो बिन्ती माग्छु येशू ख्रीष्टको मिठो नाममा आमेन प्रार्थना गर्दै भएको निम्ति अब चाहिँ हामी क्यारलको आजको क्यारलको फर्स्ट सङ गाउनेछौँ अनि फर्स्ट सङ चाहिँ रहेको छ 480 हास्केल गर्दै भनिदेऊ 480 Thank you.
परमेश्वरलाई हामीले धन्यवाद दिनुपर्छ किनकि उहाँको कारणले गर्दा आज हामीले उद्धार पाएको छौँ अनि आज अलिकति हेर्नु छु हामी होइन अनि इफ यु नट सेलिब्रेट द बर्थ अफ जिजस क्राइस्ट यु आर थिङ्किङ जिजस क्राइस्ट इज लाइक स्ट्याचु भनेछ हामीले यदि परमेश्वरको जन्मोत्सव बनाएन भने चाहिँ परमेश्वर चाहिँ एउटा मूर्ति जस्तो भनेको छ त्यो व्यक्तिले लेखेको अनि डोन्ट फलो वाट द नलेज पिपल से मानिसले जे भन्छ जुन बुद्धिले मानिसले भनिरहेछ त्यो मानिसको पछि नलागो भन्छ अनि बट गो थ्रु दी होली बाइबल सेट बाइबलले के भन्दैछ त्यसमा लागो त्यसको पछि जाऊ भनेको छ अनि इफ यु आर नट सेलिब्रेट द बर्थ अफ जीसस क्राइस्ट देन फोर बुक अफ गस्पेल इज युजलेस भन्छ खदिनु पर्ने हुन्छ प्रार्थना गरिदिनु न यस्तो भएन उस्तो भएन तर हामीले पनि उहाँहरूको लागि प्रार्थना गरिदिन जरुरी छ हामीले पनि उहाँहरूको लागि आशिषहरू बोलिदिन जरुरी छ भन्ने कुरा बाइबलले हामीलाई सिकाउँछ अनि यहाँनिर पहिलो तिमोथीको पुस्तकलाई म तपाईँहरूको सामुन्ने पढिदिन चाहन्छु हामी यहाँ सुन्नेछौँ पहिलो तिमोथी 5:17 मा यसरी लेखेको छ मण्डलीको असल रेखदेख गर्ने एल्डरहरू दोपर आदरको योग्य हुन्छन् हालेलुया कहाँ हुनुहुन्छ देखिदिँदै हो पास्टरले क्यान्डल एकैसाथ फुकिदिकन आज यो हामीलाई विश गर्ने मौका दिनु हुनलाई पनि हामी अनुरोध गर्दछौँ ल हुन्छ हामी क्यान्डल फुक्दै गर्दा हामी गीत पनि गाउनेछौँ है त ल हुन्छ गर्दै आजको सुन्दर समयसम्म त परमेश्वर ल्याउनु भएको छ तपाईँ पवित्र परमेश्वरलाई धन्यवाद दिँदछौँ प्रभु यो पछिको यात्राहरू यो पछिको कदमहरूमा पनि प्रभु एकले अर्कोलाई साथ दिँदै अप्ठ्यारोमा हातले तान्दै अगाडि बढ्न र अपर्च्युनिटिज ढोकाहरू खोलिदिनु भयो हामी एकदमै कृतज्ञ छौँ धन्यवादी छौँ प्रभुले तपाईँलाई धेरै आशिष दिउन् हुन त हामीले यसरी एकदमै सोचेको पनि थियो आफै यो आइतबार चाहिँ कहीँ गएर हामी बिताउँ होला समय भनेको थियो त्यही दिन फेरि क्यारोल पनि सन्डेको सबै पर्ने रहेछ अनि
ओके गाइस आजको हाम्रो क्यारल सकिएको छ सो धन्यवाद हाम्रो भिडियो लास्टमा हेरिदिनु भएकोमा हाम्रो भिडियोलाई लाइक सेयर सब्सक्राइब गरिदिनु होला And we'll see you in next second day of Second day. हुन्छ जय मसी आज केरल हामीले खेलिसकेको छौँ अनि फेरि पनि हामी आइतबार सबैजना भेला हुनेछौँ अनि आइतबार फेरि केरल गर्नेछौँ हुन्छ फेरि जय मसी